हेलो एभ्रिवान अनि नमस्ते सबैजनालाई। आज यो हरियाली के होला भनेर सोचिरहनु भएको होला। यो चाहिँ सबै सुन्तलाको रुखहरू हो साथी। यो चाहिँ स्याङ्जा जिल्ला हो है। स्याङ्जा भन्ने ठाउँ यही हो। सुन्तलाले भरिपूर्ण भएको ठाउँ हो यो। यसरी हामी सबैजना घुम्न गइयो। हामी चाहिँ दिदीको घरमा गएको, विशेष गरी यसरी बाटोमा हिँड्दाखेरि यो सुन्तलाको रुखहरू देखेर चाहिँ मलाई भिडियो गराउन मन लागेर हो। अनि यो अगाडि हिँड्ने चाहिँ मेरो बहिनीहरू, यता मेरो साथीहरू हो, सबैजनाहरू भाउजूहरू हो। अनि यसरी जाँदाखेरि सुन्तला चाहिँ एकदम चिसो ठाउँमा हुन्छ है साथीहरू, चिसो ठाउँ हुन्छ। अनि सुन्तलाको वरिपरि कमालो माटोहरू हुन्छ। अनि यसै गरी हामी यता ठुली मम्मीको घर गयौँ। यो अगाडि हिँड्ने चाहिँ मेरो दिदी हो। यो कुकुर पहिला कति सानो थियो, अहिले यत्रो ठुलो भएको छ। यसले चिनेर होला, केही भनेन। नचिनेको मान्छेलाई त पुरै यसले टोक्छ। यसरी हामीले ठुली मम्मीलाई भेट्यौँ। अब फर्स्ट टाइम ब्लग गराएको, कसरी थाहा भएन। ठुली मम्मी चाहिँ भैँसी दुधलाई बाँचेको रहेछ। अनि उहाँ मेरो दिदी हुन्छ। अनि क्यामेरा के भन्छ अब यस्तै भेटघाट भयो। ल सबैलाई ह्याप्पी चैत दसैँ है। ल सबै साथीहरूलाई ल।